अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट साहित्यिक महानुभावहरू तथा साहित्य अनुरागीहरू, वास्तवमा म यस प्रकारको सभाहरूका लागि उपयुक्त व्यक्तित्व होइन। म साहित्यकार होइन, तर अब मलाई यो नर्भसनेसै भयो। अब वास्तवमा यो म अरू बेलातिर बोल्न पाएदेखि धेरै बोल्ने मान्छे हो, तर यो यहाँहरूको जुन सभा छ, यो सभामा म आफूलाई मेरा शब्दहरू उपयुक्त हुन्छन् कि हुँदैनन् भन्ने त्यस्तो लागेको छ। र म यो अवसरका लागि म साहित्यकार राकेश कुमार झा रसिकजीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यो अवसर दिनुभएको छ। आज शहीद दिवसको दिन ज्योति साहित्य प्रतिष्ठानले यसरी चाहिँ साहित्यकारहरूलाई सम्मान गर्ने, स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम राख्दो रहेछ। वास्तवमा यो एकदमै अतुलनीय, अनुकरणीय र उदाहरणीय कामको लागि यस ज्योति साहित्य प्रतिष्ठानका अध्यक्षज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म वास्तवमा मेरो घर चाहिँ बैतडी हो। हामी घरमा नेपाली भाषा बोल्दैनौँ। मैले नेपाली बोल्न थालेको म बिएससी पढ्न काठमाडौँमा आएपछि 2050 सालमा। त्यति बेला कुनै एक दिन म तुलसी दिवसज्यूको पहिलोचोटि मैले उहाँको नाम सुनेको थिएँ। अब राकेश झा र म उस्तै ब्याकग्राउन्डको छौँ। उहाँको पनि मातृभाषा नेपाली होइन। अब हामी त आफ्नै भाषा, बैतडीले आफ्नै भाषा छ। हाम्रो त गाउँमा अङ्ग्रेजी पढाउँदा पनि सरले हाम्रै भाषामा पढाउनुहुन्थ्यो जस्तो लाग्छ कि अदरवाइज कुरो बुझ्दै जाँदा। हामीले सुनेका शब्दहरू त्यो नेपालीसँग त्यति नजिक थिएन कि हाम्रै गाउँले भाषामा बुझ्न सजिलो हुन्थ्यो होला। एउटा जोडीमा प्रेममा परे अरे, अनि केटा मान्छे चाहिँ साहित्यकार रहेछ, केटी मान्छे चाहिँ केटी मान्छे चाहिँ साहित्यकार, तर केटा मान्छे चाहिँ गणितज्ञ रहेछ। भाषामा भएको मान्छेले यस्ता किसिमका शब्दहरू सङ्ग्रह गरेर यस्तो किताब प्रकाशन गर्नु सक्नु भनेको नेपाली भाषा मातृभाषा हुनेले 100 नम्बर पाउँदा त्यसैले। अनि उहाँको चाहिँ मैथिली भाषामा उहाँले लेख्नुहुन्छ, नेपाली भाषामा लेख्नुहुन्छ। हाम्रा लागि त उहाँले कुनै एउटा प्याराग्राफ कोर्नु भयो भने पनि हाम्रो लागि एकदम अमूल्य हुन्छ। किन भन्दा हामी शब्द संयोजनमा कमजोरै हुन्छौँ। तथापि उहाँले चाहिँ धेरै राम्रा कविताहरू चाहिँ लेख्नु भएको छ। फेसबुकमा लेख्नुहुन्छ उहाँले चाहिँ नि विभिन्न रेडियो कार्यक्रममा मैले उहाँको अन्तर्वार्ता सुन्छु। उहाँलाई हामीले म फेरि हामी एउटै समूहको मान्छे हुँदा पनि उहाँलाई अहिलेसम्म काठमाडौँमा सेवा गर्ने अवसर हामीले दिन पाएका छैनौँ। उहाँ मधेसतिरकै विभिन्न जिल्लामा कार्यरत हुनुहुन्छ र त्यहाँ हरेक एफएममा उहाँले कुनै न कुनै साहित्यिक कार्यक्रम मार्फत चाहिँ नेपाली साहित्यलाई त्यो समुदायमा उहाँले चाहिँ नि अझ घनीभूत रूपमा अगाडि बढाइराख्नु भएको हामीले पाउँछौँ। त्यसैले म नापी तर्फको मान्छे, हामी प्रमुख नापी ऋतु उहाँ चाहिँ, म अहिले मन्त्रालयमा सहसचिव छु। अब उहाँले चाहिँ नि कितामा पुग्नुपर्ने मान्छेले शब्दलाई पनि कितामा पुर्याइराख्नु भएको छ। त्यसकारण हामी सम्पूर्ण नेपाल इन्जिनियरिङ सेवा सर्वे समूहका हामी चाहिँ जति पनि 5000 कर्मचारी हाम्रो जनशक्ति होला देशभरिमा, उहाँहरू सबैको तर्फबाट उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। र आज यो अवसरका लागि हजुरसँग मेरो प्रणाम छ। मलाई खासै बोल्न आउने मान्छे म होइन, तर यो अवसरमा हजुरहरूलाई नमस्कार पनि गर्नु पाइयो। र आगामी दिनमा पनि ज्योति साहित्य प्रतिष्ठानले यस्ता प्रतिभाहरूलाई अझ उत्प्रेरित गर्दै जाओस् र नेपाली साहित्यलाई अझ हामी धनी बनाउँदै जाउँ भन्ने मेरो शुभकामना पनि छ, मेरो अपेक्षा पनि छ। र यो अवसरका लागि म धन्यवाद दिँदै मेरा त्यस्तै नमिलेका 2-4 शब्द ल्याउँछु। धन्यवाद, नमस्कार। हार्दिक धन्यवाद आदरणीय व्यक्तित्व श्री गणेश प्रसाद भट्टज्यूलाई। उहाँले भर्खरै लोकार्पण भएको पुस्तकका बारेमा जानकारी गराउनुभयो र त्यसमा म लेखकलाई हार्दिक बधाई भन्न चाहन्छु पुनः। र म अगाडि